एआई को प्रयोगबाट तपाईँ कुनै पनि किसिमको अडियो जेनेरेट गर्न चाहनुहुन्छ भने, जस्तै तपाईँको कुनै पनि व्यवसायको विज्ञापनको लागि अडियो, तपाईँले लेख्नु भएको कुनै पनि स्टोरीहरू, निबन्धहरू आदि इत्यादिको लागि अडियो, अथवा तपाईँको स्कुल कलेजमा तपाईँलाई अथवा तपाईँको विद्यार्थीलाई चाहिने कुनै पनि किसिमको अडियो यदि निशुल्क रूपमा जेनेरेट गर्न चाहनुहुन्छ भने आजको यो भिडियो खास तपाईँहरूको लागि। तपाईँ आफ्नो कम्प्युटरको ब्राउजरमा गएर ChatGPT टाइप गर्नुहोला र यहाँनिर यति टाइप गरेर इन्टर गर्नुहोला। ChatGPTले अडियोको लागि स्क्रिप्ट तयार पारिदिसकेको छ। यसलाई कपी गर्नुहोला र माथि नयाँ ट्याबमा गुगल एआई स्टुडियो टाइप गर्नुहोला र यो देखिएको पहिलो लिङ्कमा क्लिक गर्नुहोला। प्लेग्राउन्ड भन्ने अप्सनमा गएर क्लिक गर्नुहोला र जस्ट यता एन्टी ग्राभिटी लेखिएको अप्सनमा गएर क्लिक गर्नुहोला र यहाँनिर अडियोमा गएर क्लिक गर्नुहोला र थोरै तल जेमिनाई 2.5 फ्ल्यास प्रिभ्यू भन्ने अप्सनमा गएर क्लिक गर्नुहोला। त्यसपछि यता दि एड भोइस ओभर भन्ने अप्सनमा गएर क्लिक गर्नुहोला र यहाँ लेखिएको यो सबै टेक्स्टलाई हटाउनु होला र अघि कपी गर्नुभएको सबै कन्टेन्टलाई यहाँनिर पेस्ट गर्नुहोला। र यो साइटबाट तपाईँलाई मेलको अथवा फिमेलको कस्तो भोइस चाहियो यो साइटबाट तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। मैले यहाँ प्रोमो हाइप राखेको छु, नेचुरल राखेँ र यसलाई पनि एसएनलाई पनि मैले नेचुरल राखिदिएँ र कुन भोइस चाहियो तपाईँलाई मेल फिमेलको भोइस तपाईँले यहाँनिर छान्न सक्नुहुन्छ। मैले यहाँ डिफल्ट भोइस नै राखेको छु र यहाँ मोडल सेटिङमा गएर यो टेम्परेचरलाई म अलिक कम गर्छु, म 0.75 जति राख्छु र त्यसपछि यहाँनिर रन भन्ने अप्सनमा गएर थिच्छु। अब एकैछिन वेट गर्नुहोला, यो स्पिकरमा अडियो बज्नेछ। तपाईँ पनि आफ्नो डिजिटल स्किल विकास गर्दै रोजगारीको अवसर सुनिश्चित गर्न चाहनुहुन्छ? आउनुहोस् गुडविल कम्प्युटर स्कुल। ओके, पक्कै सुन्नुभयो होला। अब यो जेनेरेट भएको अडियोलाई यहाँ डाउनलोडमा गएर क्लिक गर्नुहोला र यो फाइल तपाईँको कम्प्युटरमा डाउनलोड हुनेछ। साथीहरू, आजको भिडियो पक्कै पनि बुझ्नु होला। यदि बुझ्नुभएको छ भने हामीलाई फलो गर्न नबिर्सनु होला है त।